गणेशको नम्बर कति हो 90 हो नि लास्टमा नानी त पुइलो गयो खै को लग्यो थाहा पाएन हेलो हेलो साथीहरु नमस्ते सबैजनालाई आज के हो भन्ने कुरा हजुरहरुलाई थाहा पनि होला आज चाहिँ म मेरो आमालाई अप्रिल फुल मनाउन जाँदैछु त्यो चाहिँ के होला हजुरहरुले हेरेर थाहा पाउनुहुन्छ म फोन गर्छु है आमालाई फोन गर्छु चिलाउँछ यही बेलामा हेलो किन फोन हाने यत्रो चोटी के गर्नु त भने फोन हाने हो के अरे अरे काम थियो र तेरो आया छ नि तर गयो भने हो के फोन गरिन् अब बुवा आए पनि के गर्ने त अनि नानी छैन यहाँ के नानी छैन के नानी त पुइलो गयो समझ रहे हो खै कहाँ गयो थाहा पान्न म त जासन जा भनेको नमान्ने त्यसले कोलो फरेल लगो खै को लग्यो थाहा पान्न म त कसरी थाहा भयो पुल गयो भन्न के रे हिजो खाना खाएर साँझ के रे मलाई भोक लाग्थेन म त सुत्न आइयो कोठामा भाँडा मिसेर अरू बेला अगरबत्ती त्यो मच्छर धुप बालेर बाहिरतिर घुम्न जान्थ्यो अनि आइयो होला भने साँझ आइनछ गेट लगाउनु बस आमाले अनि पछि फोन गरेर त म त पुइला आएँ कि म के रे आन्न गेट लगाएर सुत भन्छ त्यो पुला को कोल्लो गरे को कहाँ कोल्लो गरे भित्र पनि हाल्दैन जासन मरोस् कसको गइस् त अनि को हो केटा भन्ने बेला के रे कुलबहादुर भन्थ्यो र कुलबहादुर बल भने के साँच्चै हो साँच्चै भनिरहन्छ के किन बलले भनौँला को कुलबहादुर भन्ने अब मलाई के थाहा को हो कुलबहादुर भन्ने फोन गरेको थिएँ मैले अनि भन्थ्यो ऋषि नस्तो गाल गरे हुन्छ म त राखेँ के अचल गरेर छ त अचल गरेर छ राम्रो काम गरेर छ अनि जासन जास मैले किन जाला अनि आफै किन जाला भन्छु अरू छ र अनि यता त्यो पोल जाने मनले पो सुत्या सुति के गरिरहेछ घरमा पनि खत्म जासन जास हो म राखेँ के म त भात खान्छु अहिले भोक लाग्छ अहिले सापुन्जेल भोक लाग्यो भनिरहेछ भने आएन भने साप्न दा हजुर हेर यता हेर त आन्टी पूजा जानु भयो तेरो आन्टी मोर गरे मेरो आन्टी पूजा जानु भयो रे अचल गर्छ त अचल गर्छ त घर बाहिर हेरेन घर अन कोही जानु जान्छ हो राखेँ म त भात खान्छु अहिले पछि फोन गर्छु म त्यो मरोस् त्यो काटिरोस् अब त हामी त फोन पनि हान्दैनौँ हो म राखेँ के हो अब बाबाको पालो है बाबालाई फोन गर्छु म बाबाको त अब नम्बरमै फोन गर्नुपर्छ बाबालाई चाहिँ बाबालाई त थाहा होला आमालाई चाहिँ थाहा हुन्न कि अप्रिल फुल भन्ने तर एकछिन त भन्नुभएको थियो कसले भने रहेछ बाबालाई एकचोटि
ट्राई गर्छु के भन्नुहुन्छ बाबाको रियाक्सन। बुवा कहाँ हुनुहुन्छ? अरे कति बेला आउनुभयो? सामान झारिहाल्नु भयो? अरे अनि कहाँ हुनुहुन्छ त? बजारै? कति बेला फर्किनुहुन्छ? ल्याउने त भने हो, कान्छी त पहिला गयो। खै कहाँ कैलाली भन्थे र हिजो राति। हो के साँच्चै? खै कुलमान भन्थ्यो र नाम। अब हिजो त मसँग पनि त कुरा भएको थियो र भिसा लाउँछु अनि रोल्पा गएर आएर इन्डिया जानु पर्ला भन्थ्यो। भिसा नआउँछसम्म इन्डिया काम गर्नु जानु पर्ला बहिनी भन्थ्यो। के बौला होला? किन गइस् को हो र त्यस्तो गरेको भने अनि टिकटकमा भाइरल भएको केटा हो भन्थ्यो र टिकटकमा हेर्न भन्थ्यो। अनि अब के नाम हो त्यो उसले भने नाम सर्च गरेर भेटिन। प्रतीक्षाको नम्बर त लाग्दैन फोन, त्यो भिडियो कलमा गरेको थियो। आमालाई भनेर त्यो आमा माथि तत्ताइरहन्छन्। हो म अहिले पछि फोन गर्छु, अहिले अनलाइन आयो भने चाहिँ हेर्छु। अनि म त हिजो साँझ भात खाइन, मेडिकलबाट आएर त्यो परबाट भात पकाएर रहेछ। अनि भात खाइकन भाँडा मिसिकन सधैँ मच्छर धुप बालिन बाहिर निस्किन्थ्यो। हिजो बाहिर निस्किया त सुत्नै आइनछ, भित्र कहाँ गयो भनेर फोन गरेर त झन् म त आन्न ढोका लाएर गेट लाएर सुत, अनि म त पहिला गएँ भन्थ्यो। बुवा म राखिए बुवा बुवा म राखिले, मलाई भोक लाग्छ, भात खान्छु, म अहिले फोन गर्छु। आमाले भिडियो गरेर गर्नेले फोन गरेर गरिन्छ। सुनितालाई सोधेर रहेछ, दाइले सोध्नु भएको छ कहाँ छ त अल्ले गएको छ। आयो मम्मी आशिषलाई फोन गरौँ है। अब बेला जान्न भन्यो, अब आशिषको पालो। आमाले के गर्नु? आमा रुइरहन्थ्यो होला, गाल गरिन्थ्यो। आमाको बोली सुनिस् भने यसले फेरि भनिदिउँ म भनिदिउँ भनिरहन्छ कि कति गरे किन यस्तो? म बाजेलाई भनिदिन्छु गरे। हेलो गणेश, नाइन त पहिलो गयो।
थाहा भएन म हिजो साँझ भात खाइकन सुते होला भने त सुतेको थिइनँ थाहा पान्न म भन्छ नम्बर लाग्दैन मेसेन्जरमा कल गरेको थिएँ अनि कैलाली पुइलाइ कि म त भन्न भन्छ को र भने अनि टिकटकमा भाइरल भएको केटा हो अनि त्यसको टिकटकको नाम के भन्थ्यो नाम के हो भन्नेलाई कुलमान हो भन्थ्यो अनि फोन काटेको थियो अब त्यो त भन्न म त फोन पनि अहिले त गरेको छैन आमाले पनि माथिबाट गाल गरिरहन्छन् मामा मामा हो हुन्छ र साथीहरू हाम्रो चाहिँ अप्रिल फुल साथीहरू मेरो बाबाको इन्ट्री भइरहेछ है हेर्दै जानुहोस् बाबाको रियाक्सन कस्तो हुन्छ यसो सिमहरू यो हुने 97 64 65 97 74 यसो सिमहरू यो नम्बर मलाई थाहा Hello? Hello? कहाँ छ कहाँ आइज कता आइज
त्यसलाई प्राङ गरेको बुवालाई एकदम चोप्पाले प्राण गर्नुभएको म अब भरे पनि होला आइपुगेको प्राङ गरे क्या आज अप्रिल फुल भन्ने थाहा छैन आज अप्रिल फुल भन्ने थाहा छैन र सबै छ भन्ने लाग्छ अझै सुत्याएको बेटा हो सुत रेस्ट गर मैले त थाहा भएको थिइनँ त ठगेको कतिले मैले ठग्दा छु यसरी हो भने चाहिँ भनेर मैले थाहा भयो मैले थाहा भएको थिइनँ हेलो साथीहरू आजको प्राङ्क कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गर्नु होला लाइक गर्नु सब्सक्राइब गर्नु अनि हाम्रो प्राङ्क मन परेछ भने सेयर सब्सक्राइब गरिदिनु लाइक कमेन्ट गर्नु कमेन्ट गरेर भन्नु कस्तो छ हाम्रो प्राङ्क है फर्स्ट चोटिको प्राङ्कको हाम्रो ल ह्याप्पी